एकदम मनका धनी दीपक प्रसाद सापकोटा अहिले साउदीमा काम गर्दै हुनुहुन्छ। उहाँको चाहिँ एउटा टिम छ आशा किरण समूह भन्ने छ। उहाँले चाहिँ जो पीडित व्यक्तित्वहरू दीर्घकालीन रोग लागेका व्यक्तिहरूलाई र अत्यन्तै कठिनमा परेका व्यक्तिहरूलाई उहाँले सहयोग गर्नुहुन्छ र हाम्रो बहिनी कमला बहिनी पनि यसै पालुङटार वडा नम्बर 1 मा बस्ने र उहाँको घर चाहिँ शहीद लखन गाउँपालिका वडा नम्बर 6 मा बस्दै गर्नुहुन्थ्यो। तर उहाँलाई दिमाग सम्बन्धी अत्यन्तै गम्भीर रोग लाग्यो। उहाँको धेरै खर्च भयो। यो कुरालाई मनन गरेर उहाँले मनकारी भाइहरूले उहाँ आशा किरण समूह भन्ने संस्थाले बहिनीका लागि चाहिँ 20,000 रुपियाँ सहयोग गर्नुभएको छ र यहाँलाई चाहिँ म यो रकम हस्तान्तरण गर्न चाहन्छु। बहिनी केही भन्नु छ हजुरको? मलाई त त्यही हो, खुसी लाग्यो। फेरि त्यस्तै पर्यो भने सहयोग गर्नु होला भन्ने आशा राखेको छु। ल हुन्छ दिदी बहिनी, अब तपाईँलाई अब हजुरलाई मैले भनिसकेँ र हजुरले यो बहिनीको चाहिँ त्यो एउटा कागजपत्र बनाउनु होला। मासिक औषधि खर्च बापतको रु 5,000 चाहिँ उपलब्ध गराउँछ। त्यो विषयमा म आफै तपाईँसँग गएर म सहयोग गरौँला। तपाईँले चाहिँ सबैभन्दा पहिले कागज चाहिँ बनाएर ल्याउनु होला हस्पिटलबाट डकुमेन्ट, र त्यो विषयमा तपाईँलाई बरु म आफै लिएर गएर त्यो एकै दिनमा बनाएर म सहयोग गर्छु। त्यति भन्दै बिदा हुन्छ। हस्, र सबैभन्दा पहिले जो दीपक सापकोटा प्रसाद सापकोटाको जुन एउटा टिम छ जो आशा किरण भन्ने समूह, उहाँलाई फेरि पनि हामी सबैको तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यहाँको संस्थाको यहाँको व्यक्तिगत जीवन सदैव सफल बनोस्, सुखमय बनोस् र यहाँहरूले सबैले ताकेको चिताएको कुरा पुरा होस् भन्दै यहाँको समक्ष बिदा हुन्छु। हस्, नमस्कार।